हेलो एन्ड नमस्ते सबैजनालाई र हामीले एकतर्फी म्याच पन्जाबलाई हराउँदै पुगेका छौँ 9 वर्षपछि फाइनलमा र हाम्रो वान बलदेखि नै यस्तो बबाल पर्फर्मेन्स रहेको थियो। हामीसँग ब्रिलियन्ट फिल्डिङ, यस्तो राम्रो फिल्डिङ देख्न पाइयो। हामीसँग एक्युरेट बलिङ थियो र बलिङमा पनि मेन सम्झिनु पर्ने मान्छेहरू हाम्रो सुयश, जस्तो 3 विकेट लिनुभएको छ, हाम्रो एजलुट बबाल विकेट लिनुभएको छ र गेमलाई चेन्ज गरिदिनु भएको छ। दयलको त्यस्तै पर्फर्मेन्स र भुवनेश्वर कुमारको बबाल पर्फर्मेन्स थियो र अन्तिममा चाहिँ हाम्रो ब्याटर्सहरूले यस्तो दामी चेन्ज गर्नुभयो अनि हामी चाहिँ पुगिसकेका छौँ हाम्रो नेक्स्ट म्याच फाइनलतर्फ र हामी अहमदाबादमा खेल्नेछौँ। लेट्स सी कुन चाहिँ टिम आउनुहुन्छ, मुम्बई, गुजरात कि चाहिँ पन्जाब हामीसँग फाइनलमा भिड्नलाई। र बेस्ट विशेष छ टिमलाई, यो लय कायम रहिरहोस्, यो चोटिको फाइनल अवश्य अविस्मरणीय हुनेछ भन्ने आशा छ। बेस्ट विशेष आरसीबी अन द फाइनल, जानुस् जितेर आउनुहोस्। धन्यवाद।